के छ र जिन्दगीमा मरेर जाने जिन्दगी घुमेरै मरौँ न हैन ठ्याक्कै 5 बजे म चाहिँ ठ्याक्कै अबखाजीको यो के सदरमुकाम भनेर चाहिँ के हो नाम आइपुगेछु हैट जेरिका लामो याद आउँदैछ अब म होटल हेर्छु यो त पुरै जाडो रहेछ जाडो आम्मामामा यता जाँदैछ बस पार्क चाहिँ म गइनँ त्यता हैन अब भोलितिर जान्छु होला म ल यही हो यदि तपाईँ अग्रा खाँचीमा हुनुहुन्छ भने चाहिँ यहाँनिर चाहिँ राम्रो सहिलो हुन्छ एउटा स्टिक्क सानो मजाको ठ्याक्कै त्यो चोक भयो नि चोकदेखि ठ्याक्कै यहाँ अग्ला यता चाहिँ हिँड्नुपर्छ अहिले भर्खर पुगेछ भाइले त्यो भएर भित्र चाहिँ यस्तो सन्धि खर्क एक शान्ति बगैँचा अग्राखाँची ठ्याक्कै गाडी चाहिँ त्यहाँबाट उमा जान्छ अनि ठ्याक्कै त्यो ओह्रालोबाट चाहिँ यहाँ आउने ठ्याक्कै यहीँ पर्छ भाइको पर्छ गाडी गाडीको 80 रुपियाँ अरू अब जति सेभेन हुन्छ त्यही अनुसार रेट हाम्रो लोकेसन भन्नुपर्ने चाहिँ हाम्रो ल आउनुहोस् होला है ठ्याक्कै चोकदेखि यहाँ पर्छ है म जस्तो खोजिरहनु पर्दैन हिजो बेलुका पनि खोज्दै आइपुगेको थिएँ भाइकोमा त्यही भएर चाहिँ अग्राखाँची सन्धि खर्कको होटलको रुम हो अरू भन्दा हेर्नु यो विन्डो चाहिँ दामी लाग्यो भने ठुलो होइन एउटा टेबल दिएको छ डस्टबिन अनि अरू भन्दा यो स्लिपर चाहिँ खुसी लाग्यो क्या केटीको लागि पनि दिएको छ केटाको लागि पनि दिएको छ होइन वासरुम चाहिँ यो चाहिँ चिटिक्क होइन सावरको लागि स्याम्पू एउटा मिरर केही धुनु पऱ्यो भने यसो अनि ठुलो एउटा सोफा चियर राखिदिनु भएको छ खुसी आउनु बित्तिकै सुत्नुभन्दा यहाँ बसेर के गर्नु मिल्छ नि चार्जर पोर्ट अनि मस्किल लिक्विड प्लस पङ्खा पनि दिनुभएको छ प्लस एउटा टेबल राख्नुभएको छ एक्स्ट्रा जाडो अनि लुगाको लागि मिरर अनि यहाँ भ्यू चाहिँ अब अहिले चाहिँ हेर्नु यहाँ छ त्यही भएर यहाँ चाहिँ गाडीको कुवाको सबै देखिन्छ यस्तो देखिन्छ होटलको फ्रन्टबाट यही रोडमाथि बसपल जाने यही रोड उता बुटोल जाने यस्तो छ अग्राखाँचीले हेर्नुहोस् होटलको मेन प्यासेज अथवा कोरिडोर भन्ने यही हो टन्नै रुमहरू छ यता माथि नि भयो यता पछाडि चाहिँ के दिँदो रहेछ पछाडि चाहिँ यस्तो रहेछ ल हाँसहरू खेल्दो रहेछ त कुराहरू लोकल एरिया रहेछ को लागि तल जाने यहाँ चाहिँ बत्ती आउने जाने गर्दो रहेछ अघि ब्लिक्क बत्ती गयो अनि ब्लिक्क आयो त्यो पनि सेम त्यस्तै हो माथि जस्तै तल उयो भयो बाइक लिएर बस्ने राख्दा भयो यता किचन चाहिँ डाइनिङ बसेर हामी यो यस्तो देख्छ अगाडिबाट मासु तरकारी यस्तो चिप्सा सलाद पापड दाल र अग्राखाँचीको चामल फर्स्ट रोटी खाँदैछु गुड मर्निङ गाइज अग्राखाँची सन्धि खर्कबाट म चाहिँ अहिले ठ्याक्कै यो हाम्रो अग्राखाँचीको सदरमुकाममा छु अहिले बिहानको कति बज्दैछ 7 अनि मर्निङ वकको लागि हिँड्दैछु यस्तो जाडो रहेछ कि राति मलाई तर कहिलेकाहीँ यस्तै हो यात्रामा कता अब हामी आधी घन्टा ठ्याक्कै हिँड्छौँ होइन कहाँसम्म पुग्छौँ हेरौँ मलाई चाहिँ मन पर्यो ठाउँ चाहिँ तर अलिकति खोइ अब के कसरी भन्नु अब
तर आउनुपर्छ एकचोटि यस ठाउँमा चाहिँ बिहान बिहान मर्निङ वाक गर्नु मजा आउने रहेछ यहाँनिर यता माथि प्युठान छ अरे होइन प्युठान निस्किन्छु कि ल देख्नुभयो भर्खर मान्छेहरूले खोल्दैछ आज होटेल खुलेछ यो होटेल अग्राखाँची सन्ती खर्कमा चाहिँ बिहान बिहान यसरी दुधहरू दिँदो रहेछन् यो भनेको प्योर दुध हो फेरि त्यो मिक्सम्याच हुँदैन यसमा चाहिँ बजारहरू सटहरू भर्खर खोल्दैछ बुवा बुवा कति बज्यो यस्तो आयो भने चाहिँ हामी 8:30 चाहिँ हिँड्छौँ चाहे त्यही डाँडा पुगोस् न होइन हिँड्छौँ किनभने यो ठाउँमा पछि यति लामो आएर हिँड्नु सकिँदैन क्या हिजो म यता नि गएँ केही छैन यता पनि यतानिर यसो घुमेर त्यहीँ पुग्ने रहेछ त्यही भएर हामी यतै जाउँ अग्राखाँची सिमेन्ट भन्थ्यौँ नि हामी यहाँ के को सिमेन्ट हुन्छ यहाँ त पुरै हेर्नु कस्तो सफा मासु पसल है चिटिक्क छ नि यो चाहिँ अब के चोक हो होइन अब यताबाट चाहिँ कता हो प्युठान हो कि कता हो बस पार्क चाहिँ यतै होला हौ मलाई बस पार्कै जानु मन लाग्छ दाइ बस पार्क कता हो धेरै टाढो छ ए ल धन्यवाद दाइ भर्खर खुल्दैछ यता पसलहरू यताको एक दुईवटा लुगा किन्ने कि भनेको हेर्नु सब्जीहरू डिस्प्ले हुँदैछ ल यही हो अब अहिले पसल खुल्दैछ नि त त्यो एउटा यो छ अब भरे खुलेपछि म देखाउँछु कस्तो हुन्छ यहाँ होइन अग्राखाँचीमा हामी आधी घन्टा ठ्याक्कै हिँड्छौँ त्यो नि त कोही छैन म हिँड्दा नि हुन्छ बाटोमा यस्तो हो कि त्यही भएर यात्रा गर्दा रमाइलो भनेको यस्तै हो कि घरि जाडो ठाउँमा घरि गर्मी ठाउँमा ल यस्तै छ अहिलेको भ्यू अब म भरे दोकान खुलेपछि चाहिँ एकचोटि फेरि गर्छु कस्तो देख्दो रहेछ होइन अब म हिँड्छु आधी घन्टा अझै ल अहिलेलाई बिदा यदि अग्राखाँची आउँदै हुनुहुन्छ भने यो चाहिँ बेस्ट सप हो है किनभने हेर्नु न यहाँ तपाईँले जहाँ जे खोज्नुहुन्छ त्यही पाउनुहुन्छ एकदम तरिकाबद्ध राखिदिनु भएको छ होइन चेन्जिङ रुम पनि त्यहाँ छ ठ्याक्क गऱ्यो होइन प्राइस ट्यागहरू टक 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 आफूले यसरी छान्नु पायो एकदम मजाले सजिलो तरिकाले छ क्या मलाई हिजो आउने बित्तिकै कस्तो मन परेको यो ठाउँ तरिकाबद्ध छ कि जता जानुहुन्छ नि यसरी टक्क आफूले प्राइस लिस्ट पनि टक्क देखिने होइन यसरी सफा चिटिक्क छ बिहानै खोल्दो रहेछ ठ्याक्कै मेरो यता अगाडि चाहिँ यो थियो अब लोकेसन चाहिँ ठ्याक्क तपाईँको त्यो चोक हो होइन त्यो चोकमा आएर ठ्याक्क यहीँनिर हो यता चाहिँ यता पर्छ अनि ट्रेनिङ गरेर ठ्याक्क सफा छ कि बिहानै सफा गर्नुहुँदैछ चिटिक्क छ ल ऱ्याक ठ्याक ठ्याक छ क्या आफूलाई कुन चाहिने ठ्याक ठ्याक छिर्ने होइन सक्छ यो गर्ने ल यहाँ अग्राखाँची सदरमुकाम आउँदा चाहिँ कहीँ कुद्नु पर्दैन सिधै यहाँ आउँदा सबै भेट्नुहुन्छ तपाईँहरूले है अग्राखाँचीको पहिलो लेमन टी चाखिँदैछ जन्मेर अहिलेसम्मको यात्रामा ओपन किचन हुँदो रहेछ यहाँ अग्राखाँचीमा चाहिँ टक्क आफूलाई उयो हुने कि ठाउँ ठाउँ लाग्नु मन लाग्ने कि अब भित्री पकायो भने त के हुन्छ नि टक्कै बाहिरै हुँदैछ होटेल रातो भाले रेस्टुरेन्ट एन्ड लजमा आउनु होला यहाँ लामो टुर हुँदाखेरि
हाम्रो अङ्कलको पसलमा चिया खानु नास्ता सबै पाउँछ नि अङ्कल पाउँदो रहेछ र आइदिनु होला है यहाँ गाडी चाहिँ यहीँ रोक्छ उता पनि लान्छ तर यहाँ आउल्यो भने ठ्याक्क के हो यो त कहिले नै हट्दैन नि त यो छ नि त टक्क ल काठमा मोमो खानेलाई मोमो छ समोसा खानेलाई समोसा सब छ चाउमिनदेखि लिएर भात पनि पाउने छ टक्क अङ्कलले आफै पकाइदिन्छ अगाडि त्यही भएर उयो छ चिटिक्क छ अङ्कलको पसलमा म पनि नास्ता चाहिँ गरौँ भनेको खोइ अब यहाँ म सोधिहेर्छु यता अर्को उठाउँछु यता ल हाम्रो अर्घाखाँचीको बसपार्क चाहिँ यही हो होइन कति बस पनि गर्ने सकिन्छ नि सायद त्यति ठुलो छैन छेउछेउमा होटलहरू हुँदो रहेछ सानो सानो पसलहरू यता माथि चाहिँ इलेक्ट्रिक गाडीहरू हुँदो रहेछ त्यो के हो बाँधहरू हो कि हेर्न माथि यही पोइन्ट हुँदो रहेछ यति हो यो बस पार्क चाहिँ है यहाँको अर्घाखाँचीको ल यहीँबाट थाहा देखिन्छ त्यो पोइन्ट त्यस्तो बल्छिजा पनि हुँदो रहेछ यति हो ल सुधार हुँदैछ विकास हुँदैछ अब यो बाटोहरू हेर्नु भर्खर पिच गरेको नि त यो रातो हुन्छ हेर्नु यो चार्जर पोइन्ट एउटा राम्रो पोइन्ट के छ भने इलेक्ट्रिक चार्जर राखिदिएको छ यहाँ सट्ट लगाएर यसरी इलेक्ट्रिक चार्ज गऱ्यो होइन हिँड्यो अब यताबाट त्यही हो उता पनि आउनु सक्यो यता पनि आउनु सक्यो त्यही भएर टक्क चार्ज गरिरहेको छ अहिले अब यता कहाँ जान्छ थाहा छैन त्यही भएर अब हामी एकचोटि ल यही हो है हाम्रो अर्घाखाँचीको चाहिँ बसपार्क ल केही छैन यस त्यो अहिले घाम लाग्यो त्यो माथिको भ्यूहरू चाहिँ राम्रो देख्छ तर अहिले केही छैन काठमाडौँ जानु रेडी छ गाडीहरू त्यो डाँडा पनि गाडी जाँदो रहेछ क्या अहिले गाडी कुदिरहेको थियो अहिले टक्कै हेर्दाखेरि के भन्छ होइन त्यो डाँडालाई तर गाउँ चाहिँ छ त्यहाँ पनि